यहाँ जङ्गल थियो अहिले फ्लोटिङले यस्तो भएर चाहिँ यहाँ हेर्नुहोस् यस्तो छ अहिले मकै गाडी फ्लोटिङै फ्लोटिङ चापागाउँ त्यहाँ 4 गरी यता छ यता मास्टर मकै अहिले चाहिँ मकैको सिजन भएको कारणले हरियाली रहेछ। राजकुलाको हालत यस्तो छ पानी कहिले आउने थाहा छैन उता बन्ने क्रममा छ होला। अहिलेको यस्तो छ अवस्था अहिले घरले भरेछ ल अहिले यस्तो छ। बिहान यसो मर्निङ वाक भनौँ कि के भनौँ यत्तिकै हिँड्दैछु आज अलिक चाँडो उठेको कारणले गर्दाखेरि धान हुने ठाउँमा अहिले मकै नै मकै छ। यहाँ पनि पुरै जङ्गल थियो सबै फालेर अहिले त मकै बारी भएर छ। यता चापागाउँ सेराफाट यता 4 गरी चौतारा 4 गरेको अवस्था यस्तो छ अहिले। राजकुलाको अवस्था यस्तो छ ल हेर्नुहोस्। पहिला यहाँ बच्चा बेला पौडी खेल्थ्यो अहिले यस्तो छ अवस्था कहिले पानी आउने हो सलल थाहा छैन। 4 गरेको झलकहरू हेर्नुहोस् ल यस्तो भइसक्यो ल 4 गरे चौतारा हेर्नुहोस् म सिधा देखाइदिन्छु म रोकेर 4 गरे चौतारा तलतिर सेराफाट भनेको चापागाउँ ल।